बस पार्क तपाईँ हो होइन? लोकेसन त यहाँ भित्र गएको थियो रहेछ। यहाँ भित्र होइन नि, यहाँनिर हो कि हस्पिटल चाहिँ। हेलो गाइज, गुड मर्निङ, नमस्ते एन्ड शुभर, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म एकै बिहानै राइड सुरु गरिसकेको छु। अहिले भनेको 7:30 बजेको छ है। मैले चाहिँ अघि नै एक टिप हानिसकेँ। अघि नै चाहिँ मैले भिडियो बनाइनँ किनभने अलिक जाडो थियो, बोल्दाखेरि पनि पुरै स्वर काम छ नि त जाडोमा। त्यही भएर मैले अघि भिडियो बनाइनँ है। अहिले मैले भिडियो सुरु गरिरहेको छु। अहिले चाहिँ म एयरपोर्ट पछाडिपट्टि छु है। यता देख्नु सक्नुहुन्छ एयरपोर्ट है। अब प्लेनहरू माथि छ। त्यही हो। अब म चाहिँ अहिले अब फर्किँदै छु। अब यहाँ बसेर चाहिँ म टिप कुर्ने छु है। के कस्तो हुन्छ। आज मेरो चौथो दिन हो याङ्गोमा काम गर्नु सुरु गरेको चाहिँ है। त्यही हो साथीहरू, काम गर्नुपर्छ है, काम गर्नु डराउनु हुँदैन, लजाउनु हुँदैन है। मान्छेले चाहिने भनेको पैसा हो है। त्यही हो, पैसा कमाउनु पर्छ गाइज है। अर्को टिपको लागि यहाँ बसेर चाहिँ कुर्छु एकछिन। कहाँको टिप आउँदो रहेछ आज, खै के हो मेरो चाहिँ भाग्य नै छैन कि के हो। अलिक टाढाको मात्रै टिप हेर्छु यार म। गाह्रो छ मलाई यार। अब यहाँ बस्नु पऱ्यो एकछिन अनि टिप खोल्नु पऱ्यो। मेरो चाहिँ अर्को टिप पनि आइसकेको छ है। यो चाहिँ 11 किलोमिटर जानुपर्ने छ। हेलो हजुर, लोकेसनमै हुनुहुन्छ? ए हुन्छ, म आइहालेँ। मेरो चाहिँ टाढाको मात्रै पर्छ, खै के भएको नि है। त्यही हो, नजिकको चाहिँ आज भाग्यमा छैन जस्तो छ मेरो। अब टाढाकै भए पनि उठाइदिनु पऱ्यो किनभने प्रो लेभल घटिसक्यो क्या मेरो। नजिकको खोज्दा त्यही पनि नजिकको आउँदैन, टाढाको मात्रै आउँछ। बिहानै त ठिकै हो टाढाको पनि। दिउँसो चाहिँ के हुन्छ भने धेरै जाम हुन्छ है। लोकेसन त यहाँ भित्र गएको थियो रहेछ। ल मेरो चाहिँ अर्को टिप पनि कम्प्लिट भयो है। 2 टिप भयो। अब कहाँतिर जाउँ भनेपछि म अब अर्को टिपको लागि म अब एक ठाउँ बसेर कुर्छु एकछिन। आज याङ्गोमा किन पो बुक गर्दैन न यार। 5 मिनट भइसक्यो अन गरेको, आउँदैन नि त। के यो लाइनमा टिपै नलाग्ने हो। आज मलाई याङ्गोले किन ठगेको यति साह्रो टिप आएन। अब इनड्राइभ सुरु गर्नु पर्ला जस्तो छ। ए आइजो न आइजो होइन यार। अब याङ्गो स्याङ्गो पार्दै घरतिर चल्दै घट्टा। अहिले म चाहिँ यहाँ त्रिपुरेश्वरमा छु है। खै टिपै लाग्दैन, के भएको यार। बल्ल 8 किलोमिटरको एउटा टिप लाग्यो है। अब रिसिभ नगरौँ नउठाऊँ भन्दाखेरि पनि नहुने, के बसिरहनु भनेर चाहिँ म 8 किलोमिटरको पनि उठाइदिएँ। यहाँ ठुलो बोर्ड लेखेको छ भनेर भन्दै थियो। कहाँ रहेछ ए हो त्यहाँ रहेछ। कहाँदेखि छिर्ने रहेछ। छिर्नु चाहिँ छिर्ने ठाउँै छैन त अनि। ए उहाँ तलतिर देखिरहेछ। ल आइपुग्यो तपाईँको लोकेसन। हुन्छ, यहाँबाट रहेछ छिर्ने ठाउँ। ठिकै छ, थ्याङ्क यू। होइन किन दुःख हुनु छैन। हस् ल, राइड कम्प्लिट भयो। जेस बहिनीले यसो अलिकति घुमाइदिएको। जम्मा 80 रुपियाँ मात्रै उठेको थियो, 200 रुपियाँ दियो है। खुसी लाग्यो, ठिकै छ। हुन त मैले एक टिप हानिसक्थेँ तर पनि बहिनीले पनि थाहा छैन रहेछ। अब चाहिँ भने मेरो अर्को टिप पनि लागिसकेको छ है। यो चाहिँ 8 किलोमिटर जानुपर्ने छ। म केही छैन, म चाहिँ प्यासेन्जर रिसिभ गर्न जाँदैछु अहिले। प्यासेन्जरकोमा चाहिँ फोनै लागेन। अब त्यहाँ गएपछि गरी हेर्नु पऱ्यो। फोन नलागे पनि म चाहिँ जाँदैछु। कहिले नेटवर्क प्रब्लम हुनसक्छ है। क्यान्सल चाहिँ हानेको छैन अहिलेसम्म। अब हेरौँ, फोन गरेन भनेर फेरि क्यान्सल गरिदिने हो कि पुग्ने बित्तिकै। आज मेरो धेरैचोटि क्यान्सल भयो क्या। कतिजनाले क्यान्सल गरिदियो है। फोन गरेको, फोन गर्दाखेरि हुन्छ आउनुहोस् अलिक छिटो भनेर भन्थ्यो, छिटो पुगिन्थ्यो 1 मिनट 2 मिनटमै।
तर पनि किन क्यान्सल होला। लोकेसनमा आइपुग्यो, यहाँको छ लोकेसन चाहिँ। सो गाइज अब चाहिँ टिप भेटिएन है, अब बाइक उडाउँदै बस्ने हो, यहाँनिर रेस खेल्ने हो केटाहरूसँग है त, केटाहरूसँग रेस है त। यहाँ त मामा हुन्छ नि त फेरि होइन, यहाँ त मामा छ नि त, रेस खेलौँ भनेको त भएन नि। छैन रहेछ उडा हुँदा, जाममा परिहाल्यो नि यार। ल अब यहाँ पनि रेस है, अब प्यासेन्जर छैन है, रेस खेल्दै बस्ने हो त्यही हो। अब प्यासेन्जर नभएपछि बाइक उडाउँदै बस्ने हो यसरी है। के गर्नु, अब काम नभेटेपछि यस्तै हो, काम छैन याङ्गो पनि। अब रिक्वेस्ट पनि आउँछ माथि 17, 18, 19 किलोमिटर अरे बानी, कहाँ फाइदा हुन्छ है त्यसरी त। आज त पुलिसहरू पनि टन्नै छ त हौ यार, बा बन्दुकसँग पो बसेको छ त यार, बन्दुकसँग बसेको छ पुरा। अब केटा म्याथ हेर्दै म चाहिँ सादो बाटोतिर लागेँ है। अब भक्तपुरबाट सादो बाटो लाग्यो गाइज, यस्तै हो कहिले कहिले। यताउति खासै टिप पाउँदैन क्या। अब म उता सादो बाटो गयो भने चाहिँ त्यताउति चाहिँ टन्नै पाउँछु, यहाँउति चाहिँ म टिप पाउँदिनँ है। त्यही हो, त्यही भएर म फर्किँदैछु। अनि त्यहाँदेखि यता चाहिँ म 2 टिप हानेर आएको। अब म पर सादो बाटो गोर्खोतिर गएर बस्छु एकछिन, अनि भएन नि घरमा गएर सुती पो दिन्छु। टट कसले काम गरिबस्छ होइन, हुनु चाहिँ काम चाहिँ गर्नुपर्छ है, त्यही हो। आज मैले 19 गोलको चोइस गरेको, 19 पुऱ्याउँदिनँ होला जस्तो लागिरहेछ, किनभने अहिले भनेको लगभग 2:30 भइसक्यो है। अब 2:30 भनेपछि 12 बजीसम्म पुऱ्याउनु पर्ने, 12 बजीसम्म पुग्छ पुग्दैन थाहा छैन। अहिले मेरो जम्मा 8 ट्रिप मात्रै हुँदैछ है, अझै छ 8 दुना 16, 9 दुना 18, 10, 11 नै रहेछ यार। कहिले पुऱ्याउनु। प्रो लेभल पनि 52 पुगिसक्यो। अब के गर्ने, लामो भाटे नि यार, कोटेश्वरको बनाए रहेछ त, बनाउँदै रहेछ, कलर गर्दैछ। अब टिप लागेन, अब के गर्ने, टिप नलागेपछि यहाँ रेस खेल्दै बस्ने हो केटाहरूसँग रेस। अब रेस हान्दै बस्नु पर्यो, टिप नलागेपछि के गर्नु होइन, यस्तै हो। अझै छ 12-13 टिप हान्नु पर्ने, नत्र त म बोनस पाउँदिनँ। अब यहीँ रेस हान्दै बस्ने हो केटाहरूसँग। अरे उड्दैन रहेछ नि यार। अब तेल लगाउनु पर्यो, किनभने अघि बिहान पनि लगाएको, थोरै मात्रै लगाएको, क्युआर चल्दैन भनेर भन्थ्यो नि त। त्यही भएर पैसा मैले बोकेको थिइनँ। प्यासेन्जरहरूले पनि ट्रिपको पैसा सबै क्युआर गरिदिन्छ, त्यही भएर पैसा हुँदैन, क्यास पैसा सबै क्युआर मात्रै हुन्छ। त्यही भएर चाहिँ अब फेरि तेल लगाउनु पर्यो, त्यहाँ क्युआर हुँदैन भनेर भन्दै थियो। यो सबै तेलको जम हो कि के हो। यहाँ माथिबाट एक फन्को घुम्नु पर्यो म चाहिँ। एउटा काठ यता पनि जामै रहेछ यार, तर यो जाम छिटो खोल्छ नि अर्को भन्दा। बस पार्क तपाईँ हो होइन?